गाइज वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै हुनुहुन्छ होला। म सन्चै छु है। अनि आजको भ्लग चाहिँ मैले गाउँबाट स्टार्ट गरेँ। त्यो दिन हिजो हुन्छ नि आइसकेको थिएँ। लेदी हेलो अनि हामी चाहिँ फोटो खिच्न लाग्यो। अनि एकजना साथीहरू पनि उठाउनु पर्छ। म यहाँ साथीहरूलाई पनि लिएर जाने हुन्छ गाइज। साथीहरूको घर चाहिँ यता हो होइन। दिदी गाइज यता चिया बगान होइन कि हो। यहाँ पनि त्यस्तै लागिरहेको छ। अलिअलि पत्ताहरू आउँदैछ है बगानको चाहिँ। अस्तिसम्म चाहिँ केही पनि थिएन। माथिको त्यो काटेर हो बाटो पनि बनाएको रहेछ खप्ला खप्ला साथीहरूसँग। ब्रदर छ मैले लिफ्टेको ब्रदर चाहिँ साथी हो। हामी चाहिँ होइन फोटोसोटो खिचेर हिँडेको घरतिर यता हेर तपाईँ यहाँ हल्का फोटोसुट गऱ्यौँ हामीले होइन। हामी चाहिँ हिँडेको घरतिर यहाँ छ उयो भाइ भयो अनि उयो जसो भयो पर एउटा खाते छ घरतिर भेट्यौँ। फाइनली हामी चाहिँ होइन उता घुमघाम गरेर पनि आइसक्यौँ। घर आइसक्यौँ। घर आइसकेर पनि खाना चाहिँ खाइसकेको मैले। खाना खाइसकेर पनि मैले अलिअलि काम भ्याएँ। अनि भाइ चाहिँ नुहाउँदैछ है। चिक्दैछिन् गाइज। लुगासुगा धोयो होइन भाइले। उहाँ नुहाउँदैछ। हेलो गर्दा गए चट्टीमा नुहाउँदैछ भाइ चाहिँ होइन। भाइ चाहिँ यता नुहाउँदैछ। अनि मैले चाहिँ उयो देख्नु भएको छ नि के भन्नु अब यसलाई। त्यो ढोका मैले बनाएँ होइन। अलिकति खुसी बाँधेर खोलेर त्यो बनाएँ होइन। मम्मी चाहिँ उता
भित्र हुनुहुन्छ गाइस। अब यो सकेर पनि भाइले अब त्यहाँ लुगा धुइसक्छ अनि लुगा धुइसकेर अनि हामी घाँस काट्न जानु पर्ने छ अलिकति मासु दुइटा भित्र हेर्नु है त गाइस। यस्तो चाहिँ भित्र यस्तो छ हाम्रो रुम चाहिँ छैन होइन, यस्तो सेपरेट चाहिँ छैन, त्यही राम्रो छ। यस्तो छ गाइस। मम्मीले चाहिँ माटो लगाउँदै हुनुहुन्छ, यसको हाइट बढाउँदै हुनुहुन्छ। यो परालहरू किन लाग्यो भने यो प्लास्टिक परालले गर्दा अलिक राम्रो छ, टाँसिन्छ नि त माटो। अनि त्यो प्लास्टिकले गर्दा चाहिँ चिसो आउँदैन क्या, भएपछि बर्खामा चिसो आउँदैन भने त्यो लाग्यो। अनि त्यहाँ माथिबाट चाहिँ माटो लिप्दै हुन्छ, अनि त्यसरी माटो लिप्नुपर्छ। यस्तै छ गाइस। यो बाकस भयो एउटा देउता कोठा भयो यो। अब चाहिँ कस्तो छ भने एउटा ढोका छ, अनि त्यसपछि रुमहरूमा त्यस्तो रुम सेपरेट छैन क्या, पब्लिक छ क्या, सबैजना देखिने क्या। एकजना उहाँ सुत्ने, एकजना उहाँ सुत्ने, एकजना यहाँ सुत्ने। यहाँ चाहिँ यो चाहिँ निकालिरहेको छ, त्यो चाहिँ त्यहाँभित्र हुन्थ्यो होइन, निकालिरहेको छ। यस्तै छ। अनि त्यो त्यस्तो गरिसक्यो, त्यो लिपिसकेर चाहिँ यस्तो बनाउनु पर्छ क्या, जस्तै यहाँ देख्नु भएको छ नि, यस्तो बनाउनु पर्छ क्या लिपेर। मम्मीले चाहिँ त्यो काम गर्दै हुनुहुन्छ। त्यही गाइस, अब यस्तै गर्दै हुन्छ मम्मीले चाहिँ काम। अब हामीले घाँस काट्न जानु हुन्छ। अब भाइले लुगा धुँदैछ, लुगा धुइसकेर भाइ र म घाँस सिन गाइस। यहाँ चाहिँ खेती गर्नुहुन्छ होइन अङ्कलहरूले। यहाँ पनि अब हात्तीले अब खाइदिन्छ उहाँ सेतो सेतो त्यो प्लास्टिकहरू लाउनु भएको छ। भाइ अगाडि हिँड्दैछ अनि म यहाँ छु घाँस काट्न हिँडेको गाइस। अब झोला चाहिँ भाइ बोकेको छ, मैले हँसिया बोकेको छु। हिँडेको हामीले अब घाँस काट्न होइन गाइस। यहाँ भाइहरू हिँड्दैछ, घाँस काट्नु पऱ्यो गाइस। दुईवटा बाख्रा छ, कसकोलाई पनि अब घाँस चाहियो, हामीले खाएको छ बाख्राले पनि खानै पऱ्यो। त्यही भएर अब हामीले चाहिँ घाँस काट्न जानु लागेको छ। घाँस काटिसकेर भेट्नु मात्रै गाइस। पोपट भयो गाइस, घाँस काट्नु गएको अरे घाँसै भेटिएन, घाँसै रहन्छ। यति आयौँ, पत्ताहरू चाहिँ लिएर आयौँ होइन, बाख्रा ल्याउनु पत्ता लिएर आयौँ। त्यसरी मैले गरिसकेर रेडी भइसक्यो होइन। अब त्यसरी बनाउनु सकेर एकछिन बस्नु छ, बस्छ भने चाहिँ त्यही गाइस। हेर्नु है, उयो हाम्रो खसी हो, मैले बाख्रा अघि देखाइनँ होइन, यो चाहिँ हाम्रो खसी भयो। यहाँ चाहिँ यसको आमा छ कहाँ बसिरहेको छ, बाबा गएको। म चाहिँ अब साथीहरू बाटोमा जान्छु, यहाँ हेर्नु सक्नुहुन्छ गाइस। यो चाहिँ बजारको होइन, मेरो फर्स्ट ब्लगमा पनि देख्नु भएको थियो होला। गाइस यस्तो छ हाम्रो होइन बजार चाहिँ। यहाँ रोडहरू देख्नुभएको चाहिँ त्यहाँ मन्दिर बन्दैछ क्या, भोलि पर्सि मन्दिर बनिसकेपछि देखाउँछु है गाइस। यति सिन गाइस यस्तो छ होइन। भर्खर स्टार्ट हुँदै रहेछ मन्दिर बनाउनु चाहिँ, बनाइसकेको छैन। सिमेन्ट होला, मोबाइल पसल छ, चिया दोकान भयो, यस्तै छ गाइस। गाइस होइन, केटाहरूलाई चाहिँ मैले भेटिसकेँ। हामी चाहिँ फुटबल जाँदैछौँ, हेर्न सक्नुहुन्छ केटाहरू। ओ तारे सन्देश भाइ मनोज गाइज। तर हामी चाहिँ फुटबल खेल्न हिँडेको होइन, तर पोपट भयो, फुटबलै ल्याएको छैन। अनि त्यो भएर हामी चाहिँ एकछिन बस्नुपर्ने भयो। त्यो बल ल्याएपछि भेट्यौँ त गाइज। हामी चाहिँ फुटबल खेलिसकेर जितिसकेर होइन घरतिर जाँदैछौँ। हेर्न सक्नुहुन्छ टिम चाहिँ हाम्रो है, विनरको बोइजहरू यस्तै छन्। 40 रुपियाँ जितेको, 40 रुपियाँ हामीले जित्यौँ है गाइज। धेरै होइन। हेलो गाइज, फाइनली म चाहिँ घर आइसकेँ होइन। फुटबल खेलेर थाकेको थिएँ, उभो थाकेको थिएँ। त्यहाँ चाहिँ मैले धेरै भिडियो बनाइनँ, अनि त्यो भएर बनाइनँ भिडियो होइन। अनि त्यो गाइज जो तपाईँहरूलाई राम्रो लाग्यो होला, भिडियो राम्रो लाग्यो भने लाइक गरिदिनु होइन, च्यानललाई सब्सक्राइब गरिदिनु, कमेन्ट छोडिदिनु कस्तो लागिरहेको छ तपाईँहरूलाई भिडियो होइन, राम्रो लागिरहेको छ कि छैन, के इम्प्रुभ गर्नुपर्ने है, अब भिडियोलाई एडिटिङ गर्ने अनि सुत्ने। अनि थ्याङ्क यू फर
फर वाचिङ, बाई बाई गाइज।